ल फाइनली गाइज है सामान आइसकेको छ। हिजो चाहिँ कोरियर भयो। चाहिँ सामान हेर्नुपर्छ है, चट्टो लाएर अब सामान हेरौँ है त। ल सामान चाहिँ आइसक्यो है। यो चाहिँ अब रड भयो। अब रिल हेरौँ। रिल पनि यहाँ छ है। ड्र्याग पावर 8 केजीको छ। 8 केजीको फिसिङ टेक्निकल स्टोरबाट चाहिँ मगाएको है। कोरियर चाहिँ राम्रो भएछ। जस उहाँले चाहिँ मलाई 2टा गिफ्ट हालिदिन्छु भन्नुभएको थियो, त्यो पनि हालिदिनु भएको छ। 2टा गिफ्ट चाहिँ एकदम राम्रो लाग्यो। ल ठिक छ। कुनै बेला चाहिँ इमर्जेन्सी पर्छ होइन, त्यस्तो बेला चाहिँ आवश्यक पर्ने चिज हो। बहुत राम्रो छ यो। रिल आहा, रिल चाहिँ राम्रो छ है। 8 केजी ड्र्याग पावर भएको यो चाहिँ राम्रो छ। रिल पनि ठिकै छ। धागो हालेर दिनुभयो रहेछ। अझ धागो यो एकदम राम्रो लाग्यो। अनि एउटा चाहिँ मैले मगाएको थिएँ लुर पनि राम्रो छ। लुर पनि राम्रो छ है। लुर भयो। अनि एउटा सानो मिनी फ्रक मगाएको थिएँ मैले। मिनी फ्रक मगाएको थिएँ। यो मिनी फ्रक भयो है। अनि एउटा चाहिँ अल्ठुलो छ। यो चाहिँ अर्को यो स्पोन भएको फ्रक है। यो स्पोन भएको फ्रक हो। यो चाहिँ स्पोन भएको फ्रक, दुश्मन फ्रक हो है। यो भयो। अनि एउटा चाहिँ त्यसमा पाउने चाहिँ एक्सट्रा बक्स पाइन्छ। यो बक्स भयो। यसमा फ्लट अनि बेल, सिङ्कर, हुक यसमा सबै छ है। बेल 2 पिस बेल, यो फ्लट 2 पिस, अनि सिङ्कर हुपहरू है। सिङ्कर हुपहरू अनि त्यसरी यो भयो। अनि एकदम राम्रो चाहिँ 2 पिस उहाँले पठाइदिनु भएको छ। यो चाहिँ यो फ्रक एकदम राम्रो। ल धन्यवाद तपाईँलाई है। एकदम राम्रो फिसिङ टेक्निकल स्टोर, एकदम धन्यवाद सरलाई। ल यही नै हो। अब यसको चाहिँ हेरौँ है। यसको वेट पनि कति लेखेको छ, 215 ग्राम है कति छ यसको। 215 ग्राम कति छ, राम्रो छ। यसको ग्रिप भयो। ग्रिप चाहिँ एकदम राम्रो हुन्छ यहाँ टक्क साँधेर खेल्नुलाई। अनि ब्रान्डिङ पनि बहुत राम्रो छ है। ब्रान्डिङ एकदम 10 केजी ड्र्याग पावर भएको 10 केजी चाहिँ ड्र्याग पावर भएको आरामले 10 केजी मजा आयो। मजाले खेल्न सकिन्छ 10 केजीसम्म मजाले। यसको यो चाहिँ यहाँ हाल्ने ड्र्याग पावर भएको। प्लास्टिकको लागि एकदम सजिलो हल्का हुने।
लेफ्टी खेल्छु, त्यही भएर लेफ्टीको लागि मगाएको है। खास चाहिँ मैले ब्ल्याकमा मगाएको थिएँ, यो चाहिँ रिल चाहिँ ब्ल्याकमा रहेनछ। उहाँले चाहिँ हेर्न भ्याउनु भएन, त्यही भएर चाहिँ म रेडमै लिएँ मैले। ठिकै छ त नि, अब मगाइसक्यो भने यो रड चाहिँ मैले पहिले नै मगाएर राखेको थिएँ, अनि त्यही भएर पछि चाहिँ अब यो रड अब यो मगाएर राखेको थिएँ। अब रिल चाहिँ अरू नभइसकेपछि के अरे रेडमै लिएको है मैले। यो चाहिँ फिलहाल अहिले मगाएको चाहिँ यो है, बहुत छ, राम्रो आयो होइन। ए पहिला पनि यो मगाएको过去记得把过山，过你了米啊，别为何过去的腐败，一定都晒呀。把力量追了不过水，让啥谁都谁。J'ai faim me qui dit fazer, isto ça double. J'ai faim me qui dit fazer, isto ça double. J'ai faim me qui dit fazer, isto ça double. J'ai faim me qui dit fazer, isto ça double, 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 isto ça double. On a la vie d'un bon coffret, pas ça fait nous fait. J'ai fait l'endroit qui dit fabrique, puisque ça nous va. On a la vie d'un bon coffret, pas ça fait nous fait. J'ai fait l'endroit qui dit fabrique. मिनी फ्रक अनि एउटा दुश्मन फ्रक एउटा अनि चाहिँ एउटा चाहिँ बक्स आउँछ हैन एउटा चाहिँ यो बक्स हैन बक्समा हुपहरु सबै सिङ्करहरु हैन सबै अलरेडी एसीमा हुन्छ हैन यो बक्स अनि उहाँ सरले चाहिँ एउटा दुईटा चाहिँ गिफ्ट पठाइदिनु भन्नुहुन्थ्यो यो चाहिँ फ्रक पठाउनु पर्छ एउटा यो एउटा यो दुईटा चाहिँ गिफ्ट आइरहेको छ मलाई दुई पिस फ्रक गिफ्ट नै हो है गिफ्ट आहा मेरो उहाँले पठाइदिनु भएको फिसिङ टेकल स्टोर चितवन नारायण घाट हैन सामानहरु लिन सक्नुहुन्छ तपाईले त्यहाँबाट एकदम मिलाएर अनि राम्रो कोरियर पनि हुन्छ है वास्तव यो चाहिँ हाम्रो बिन्दास जीले बुटोलबाट अर्डर गर्नु भएको है उहाँले चाहिँ भन्नुभएको थियो एउटा भिडियो बनाइदिनलाई म युट्युबमा हाल्छु भनेर
मैले पनि हालिहाल्छु। नर्मली चाहिँ जो टिकटकमा हालिरहेको हुन्छु। रड चाहिँ पहिल्यै अर्डर गर्नुभएको थियो, यो रड चाहिँ छानेरै राख्नु भएको थियो। रिल चाहिँ त्यतिखेर मसँग थिएन, बेड कास्टिङ रिल, अनि लेफ्ट साइडमा माग्नु भएको थियो, मैले अर्डर गरेर मगाइदिएँ। रिलहरू चाहिँ स्पिनिङ मात्र मगाइरहेको हुन्छ धेरै जसो। बेड कास्टिङ रिल पनि उहाँको लागि लुकाना टाकागुना ब्ल्याक कलरको माग्नु भएछ। अब मैले कलर खासै हेरिनँ है, रेड कलरमा आएछ, त्यही पनि लिनुभयो। जो कलर कम्बो मिल्छ भनेर ब्ल्याक कलरकै रड छ नि त, अनि यो चाहिँ रेड कलरमा भयो। लुकाना टाकागुना 8 केजीको ड्र्याग पावर छ, मेटलको हो। अनि यो लुकाना ब्ल्याक माम्बा 7 फिटको रड भयो। पहिले अर्डर गरेर मैले यसरी राखेर है छुट्याइदिएको थिएँ। अनि त्यसपछि यो एक्ससरिज बक्सहरू भयो, बेलहरू, सिङ्करहरू भयो। एउटा फ्रग लिनु भएको छ स्नेकेड फिसिङको लागि, यो डबल स्पोन भएको। त्यसपछि एउटा मिनी फ्रग लिनु भएको छ सानोवाला, अनि एउटा लुर लिनुभएको छ 20 ग्रामको। यो 3टा आइटम, अनि एउटा रड, रिल, यसमा धागो हालिदिन्छु। यो सबै सेट गरेर भयो है उहाँको लागि। अनि 1-2टा गिफ्ट पनि उहाँको लागि म हालिदिन्छु। यसरी नै हजुरले अर्डर गर्न चाहनुहुन्छ भने फिसिङ ट्याकल स्टोरलाई सम्झिनु होला फिसिङ गर्नको लागि। ल हस्, थ्याङ्क यू।